नमस्कार स्वागत छ तपाईलाई हाम्रो युट्युब च्यानलमा। आजको भिडियोमा हामी कुरा गर्दैछौँ विश्वविद्यालय अनुदान आयोग ऐन 2050 को बारेमा। भिडियो अन्त्यसम्म हेर्नुहोस्, धेरै उपयोगी र रोचक जानकारी पाउनुहुनेछ। म यो कुरामा विश्वस्त छु। यदि तपाईँ हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया सब्स्क्राइब गर्न नबिर्सनुहोस्। अब सुरु गरौँ विश्वविद्यालय अनुदान आयोग ऐन 2050 को बारेमा विस्तृत जानकारी। यो लोक सेवा आयोग त विश्व आयोग अध्ययनरत विद्यार्थीहरूको लागि अति नै उपयोगी विषयवस्तु रहेको छ र अब यसको बारेमा विस्तृत जानकारी अब हेरौँ है त। विश्वविद्यालय अनुदान आयोग ऐन 2050 यो चाहिँ लालमोहर र प्रकाशन मिति भनेको 2050 साल मङ्सिर 7 गते हो हैन। 2050 8 महिना 7 गते चाहिँ यो लालमोहर र प्रकाशन मिति हो। यसलाई चाहिँ हालसम्म दुई पटक मात्रै यो संशोधन भएको छ। यी संशोधन गर्ने ऐन चाहिँ एकमा चाहिँ गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानुन संशोधन गर्ने ऐन 2066 ले चाहिँ पहिलो पटक यसलाई चाहिँ संशोधन गरेको थियो, जसले त्योभन्दा पहिला चाहिँ नेपाल अधिराज्य हैन यस्ता कुराहरू चाहिँ शब्दहरू प्रयोग भएको हुनाले हैन त्यसलाई चाहिँ हटाएको थियो। यो सामान्य जानकारी यस विषयमा। पहिलो के रहेछ त भन्दा गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानुन संशोधन गर्ने ऐन 2066 ले यसलाई चाहिँ संशोधन गरेको थियो। दोस्रो पटक चाहिँ शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको ऐन 2077 ले चाहिँ यसलाई चाहिँ संशोधन गरेको थियो। त्यसै गरेर अब यो चाहिँ 2050 सालको ऐन नम्बर 25 हो है। यो कुरा चाहिँ तपाईहरुले सम्झिनुपर्छ। 2050 सालको ऐन नम्बर कति हो त भन्दा 25 हो। अब के छ भने विश्वविद्यालय अनुदान आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन हो। यो के रहेछ त के व्यवस्था गर्नलाई बनेको ऐन रहेछ भन्दा विश्वविद्यालय अनुदान आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन हो हैन। पछि विश्वविद्यालय अनुदान आयोगको स्थापना चाहिँ तपाईले चाहिँ 51 सालमा भएको छ, तर चाहिँ ऐन चाहिँ 2050 8 महिना 7 मा चाहिँ भएको बुझ्न सकिन्छ। अब प्रस्तावनामा हेरौँ। नेपालमा विश्वविद्यालयहरूको सञ्चालन तथा विकासको लागि विभिन्न क्षेत्रबाट प्राप्त अनुदानको रकम समुचित तवरले वितरण गर्न तथा विश्वविद्यालयको शैक्षिक स्तर निर्धारण गरी गुणस्तरयुक्त शिक्षा प्रदान गर्न प्रोत्साहन दिने सम्बन्धी काम गर्न विश्वविद्यालय अनुदान आयोगको स्थापना र व्यवस्था गर्न वाञ्छनीय भएकोले भनेर श्री 5 महाराजाधिराज वीर विक्रम शाहदेवको शासनकालको 22औं वर्षमा संसदले यो ऐन बनाएको छ भनेर भन्यो। यसले चाहिँ के गर्नलाई रहेछ, कुन उद्देश्यले चाहिँ यो ऐन बनाएको रहेछ त भन्दा के रहेछ त भने नेपालमा हैन विश्वविद्यालयहरूको सञ्चालन तथा विकासको लागि विभिन्न क्षेत्रबाट जुन अनुदान प्राप्त हुन्छ नि, विभिन्न क्षेत्रबाट प्राप्त अनुदानको रकम समुचित तवरले वितरण गर्न हैन, त्यो अनुदान रकम समुचित तवरले वितरण गर्न तथा विश्वविद्यालयको शैक्षिक स्तर निर्धारण गरी हैन गुणस्तरयुक्त शिक्षा प्रदान गर्न प्रोत्साहन दिने सम्बन्धी काम गर्न विश्वविद्यालय अनुदान आयोगको स्थापना र व्यवस्था गर्न वाञ्छनीय भएकोले भनेर भनिएको छ। अब हेरौँ यो ऐनको दफा नम्बर 1 मा संक्षिप्त नाम र प्रारम्भ भन्ने छ हैन। उपदफा 1 मा के भन्छ भन्दा यस ऐनको नाम विश्वविद्यालय अनुदान आयोग ऐन 2050 रहेको छ भनेर भनेको छ। 2 मा चाहिँ यो ऐन नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएको मितिदेखि प्रारम्भ हुनेछ भनेको छ। अब तपाईहरुलाई चाहिँ अब्जेक्टिभ क्वेशनहरुमा चाहिँ कहिले कसो के सोध्न सक्छ भने हामीले के जानकारी राखिराख्नु भने स्थापना चाहिँ यो चाहिँ लालमोहर प्रकाशन मिति चाहिँ 2050 8 महिना 7 गते भए तापनि दफा 1 को उपदफा 2 मा के भनेको छ भने यो ऐन नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको मितिदेखि के हुनेछ त भन्दाखेरि प्रारम्भ हुनेछ भनेको चाहिँ कहिलेदेखि सुरुवात भयो, यसको प्रारम्भ कहिले भएदेखि भएको भन्दाखेरि यो ऐन मिति तपाईको 2051 2 महिना 2 गते अथवा 2051 तपाईको ज्येष्ठ 2 गते देखि प्रारम्भ हुने गरी तोकिएको हो। वास्तवमा नेपाल राजपत्र मात्र चाहिँ प्रकाशन भएको चाहिँ 2051 2 महिना 19 गतेदेखि 19 मा चाहिँ यो चाहिँ
नेपाल राजपत्रमा सूचना प्रकाशन भएको थियो। त्यसकारण यो चाहिँ कहिलेदेखि प्रारम्भ भयो भनेको छ भने 2051 2 महिना 2 गतेदेखि प्रारम्भ हुने भनेर भनेको छ है। अब त्यस्तै गरेर 2मा चाहिँ दफा 2मा चाहिँ परिभाषाको बारेमा धेरै ऐनहरू जस्तो दफा 2मा चाहिँ के भनेको छ भने परिभाषा हुने गर्छ। विषय र प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा हेर्नुहोस् है, यो आयोग भन्नाले कमा के भन्छ भने आयोग भन्नाले दफा 3 बमोजिम स्थापना भएको विश्वविद्यालय अनुदान आयोग सम्झिनुपर्छ। हामी यो दफा 3 पनि हेर्नेछौँ होइन। अब हेर्नुहोस्, विश्वविद्यालय भन्नाले प्रचलित कानुन बमोजिम स्थापना भएका वा हुने विश्वविद्यालय सम्झिनुपर्छ भन्छ। विश्वविद्यालय भन्नाले के बुझ्यो भने विश्वविद्यालय भन्नाले प्रचलित कानुन बमोजिम स्थापना भएका वा हुने विश्वविद्यालय सम्झिनुपर्छ। त्यसैगरी गमा चाहिँ अध्यक्ष भन्नाले आयोगको अध्यक्ष सम्झिनुपर्छ भन्ने कुरा गरिएको छ। सदस्य भन्नाले आयोगको सदस्य सम्झिनुपर्छ र यो शब्दले आयोगको अध्यक्ष र सदस्य सचिवलाई समेत जनाउँछ भनेको छ। सचिव भन्नाले आयोगको सचिव सम्झिनुपर्छ। तोकिएको वा तोकिए बमोजिम भन्नाले यो ऐन अन्तर्गत बनेको विषयमा तोकिएको वा तोकिए बमोजिम सम्झिनुपर्छ भनेर भनेको छ। परिभाषा कुनै पनि कुराहरू परिभाषाहरू चाहिँ राम्रोसँग हेर्नुपर्छ। कुन कुन कुराहरूलाई इन्डिकेट गरेर चाहिँ परिभाषामा ती शब्दहरूको चाहिँ शब्दलाई परिभाषित गरेको हुन्छ, राम्रोसँग हेर्नुपर्छ। तपाईँले 1-2टा ऐनमा राम्रोसँग हेर्नुभयो भने अरू ऐन पढ्न तपाईँलाई सहज हुन्छ कि एउटा ऐनको प्रकृति, त्यसको फर्मेट हुन्छ होइन, तपाईँले यसको बारेमा जानकारी पाउनुहुन्छ हो। अब 3मा चाहिँ आयोगको स्थापना भन्ने टपिक छ। दफा 3मा नेपालमा उपदफा 1मा के भन्छ भने नेपालमा विश्वविद्यालयको सञ्चालन तथा विकासको लागि हेर्नुहोस् है, नेपालमा विश्वविद्यालयको सञ्चालन तथा विकासको लागि विभिन्न क्षेत्रबाट प्राप्त अनुदान रकमको समुचित तौरले वितरण गर्न तथा विश्वविद्यालयमा शैक्षिक स्तर स्थापना गरी गुणस्तरयुक्त शिक्षा प्रदान गर्न समेतको लागि एक विश्वविद्यालय अनुदान आयोगको स्थापना हुनेछ भनेको छ। हामीले यो चाहिँ प्रस्तावनामा पनि यही शब्दहरू चाहिँ भेटाएका थियौँ होइन। हो के भने अनुदान रकमको समुचित विभिन्न क्षेत्रबाट जुन प्राप्त हुन्छ एउटा विश्वविद्यालय सञ्चालन तथा विकासको लागि विभिन्न क्षेत्रबाट जुन जुन रकमहरू प्राप्त हुन्छ नि त्यो रकमहरूलाई समुचित तरिकाले समन्वयिक तरिकाले विभिन्न मापदण्डको आधारमा होइन पारदर्शी तरिकाले चाहिँ वितरण गर्न र ती अनि विश्वविद्यालय जुन प्रदान गर्छ प्रवाह गर्ने जुन सेवाको शैक्षिक स्तर छ नि त्यसलाई निर्धारण गरी जुन गुणस्तरयुक्त बनाउने अहिले चाहिँ तपाईँले QAA को कन्सेप्ट आएको छ होइन, तपाईँले हेर्न सक्नुहुन्छ। त्यसकारण त्यो चाहिँ अलिक महत्त्वपूर्ण कुरा छ। खालि यही कुरालाई नै तपाईँको चाहिँ यही उद्देश्य पुरा गर्नलाई त्यस्ता कन्सेप्टहरू आएका हुन् है। अब उपदफा 2मा के भन्छ भने अङ्ग्रेजी भाषाको कुरा गर्छ। आयोगलाई अङ्ग्रेजी भाषामा युनिभर्सिटी ग्रान्ट्स कमिसन भनिनेछ भनेको छ। 3मा चाहिँ आयोगको कार्यालय काठमाडौँ उपत्यकामा हुनेछ भनेर भनेको छ। आयोगको कार्यालय काठमाडौँ उपत्यकामा रहनेछ भनेर कुन विश्वविद्यालय अनुदान आयोगको कुन दफामा लेखिएको छ भन्दाखेरि यो चाहिँ दफा 3 को उपदफा 3मा चाहिँ भनेको छ। अब आयोग कस्तो प्रकारको संस्था हो त होइन, हामीले चाहिँ अनुदान वितरण गर्ने नियमन गर्ने सरकारको तर्फबाट विश्वविद्यालयलाई शैक्षिक संस्थाहरूलाई एउटा चाहिँ प्रमुख निकाय हो त भन्यो। तर यो यसको नेचर कस्तो हुन्छ भन्दा कसरी यसलाई चाहिँ कानुनमा त कसरी संरक्षित गरिएको छ भने आयोग स्वशासित संस्था हो भनेको छ। स्वशासित संस्था हो भनेको छ होइन। त्यसकारण आयोग अविच्छिन्न उत्तराधिकारवाला स्वशासित र सङ्गठित हुने संस्था हुनेछ। आयोगको सबै काम कारबाहीको लागि आफ्नै छुट्टै छाप हुनेछ। यसको लागि छुट्टै छाप हुनेछ। आयोगले व्यक्ति सर चल असल सम्पत्ति प्राप्त गर्न उपभोग गर्न बेचबिखन गर्न वा अन्य किसिमले व्यवस्था गर्न सक्नेछ भनेर चाहिँ भनिएको छ। त्यसैले आयोगले व्यक्ति सर नालिस उजुर गर्न र आयोग उप पनि सोही नामबाट नालिस उजुर गर्नको लागि एउटा चाहिँ उजुर लाग्न सक्नेछ भनेर भनेको छ। अब हामीहरू अब सबैभन्दा महत्त्वपूर्ण कुरो चाहिँ के छ भन्दा परीक्षामा होइन सोध्न सक्ने प्रश्न भनेको के हो त भन्दा यो विश्वविद्यालय अनुदान आयोगको गठन प्रक्रिया के छ, गठन के हुन्छ त भन्दाखेरि दफा 3 को उपदफा 1 बमोजिम स्थापना भएको आयोगको गठन देहा बमोजिम हुनेछ भनेको छ। यो दफा 3 को उपदफा 1 भनेको त कसरी स्थापना भयो भने यो अनुदान वितरणको समुचित तौरले वितरण गर्न होइन विश्वविद्यालयमा शैक्षिक स्तर निर्धारण गरी स्तरयुक्त शिक्षा प्रदान गर्न भनेर भनिएको छ। त्यसरी स्थापना भएको विश्वविद्यालय अनुदान आयोगको गठन देहा बमोजिम हुनेछ। जस्तो यसमा के हुन्छ भने ख्यातिप्राप्त शिक्षाविदहरूबाट ख्यातिप्राप्त शिक्षाविदहरू मध्येबाट नेपाल सरकारले मनोनित गरेको हेर्नुहोस् है, नेपाल सरकारले मनोनित गरेर भनेको छ। यो एकदम महत्त्वपूर्ण कुरा हो। तर कोबाट अध्यक्ष हुनलाई चाहिँ के भन्छ भने एउटा ख्यातिप्राप्त शिक्षाविदहरू मध्येबाट
हैन। को मध्येबाट भन्यो भने ख्यातिप्राप्त शिक्षाविदहरू मध्येबाट नेपाल सरकारले मनोनित गरेको व्यक्ति अध्यक्ष हुनेछ र विश्वविद्यालय कुनै पनि विश्वविद्यालयहरूका उपकुलपतिहरू मध्येबाट धेरै विश्वविद्यालयहरू उपकुलपतिहरू धेरै हुन्छन् हैन। ती मध्येबाट नेपाल सरकारले मनोनित गरेका कुनै 2 जना उपकुलपति सदस्य हुन्छ, 2 जना सदस्य हैन। त्यसकारण अनि राष्ट्रिय योजना आयोगको सदस्य चाहिँ यहाँ शिक्षा हेर्ने ऊ पनि के हुन्छ त यहाँको सदस्य हुन्छ। त्यसै गरेर तपाईको यसकै गठनकी प्रक्रियालाई हेर्नुहुन्छ भने सचिव यो शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको सचिव हैन चाहिँ के हुन्छ त भने यसमा चाहिँ सचिवले सदस्य हुने गर्छ। अर्थ मन्त्रालयको सचिव चाहिँ तपाईको यसमा सदस्य हुन्छ। अनि अर्को चमा चाहिँ के भनेको छ भने उच्च शिक्षामा विशेष योगदान पुर्याउने विद्वान तथा वरिष्ठ प्राध्यापकहरू मध्येबाट भने हेर्नुहोस् है, उच्च शिक्षामा विशेष योगदान पुर्याउने विद्वान तथा वरिष्ठ प्राध्यापकहरू मध्येबाट भन्यो हैन। नेपाल सरकारले मनोनित गरेका 2 जना व्यक्ति चाहिँ सदस्य हुन्छन्। त्यसै गरेर 6 मा के भन्यो भने उच्च शिक्षा क्षेत्रमा विशेष योगदान पुर्याउने विभिन्न क्षेत्रका व्यक्तित्वहरू मध्येबाट नेपाल सरकारले मनोनित गरेका 2 जना व्यक्ति भनेर भन्यो। अब 4 र 6 मा के फरक छ भने 6 मा के भने उच्च शिक्षामा विशेष योगदान पुर्याउने विद्वान तथा वरिष्ठ प्राध्यापकहरू मध्येबाट भन्यो हैन। तर यहाँ चाहिँ 6 मा चाहिँ के भने उच्च शिक्षा क्षेत्रमा विशेष योगदान पुर्याउने विभिन्न क्षेत्रका व्यक्तित्वहरू प्राध्यापकै हुनुपर्छ भन्ने चाहिँ छैन है। त्यसै गरेर सचिव चाहिँ के भने यहाँ सदस्य सचिव हुन्छ। त्यसै गरेर मनोनित सदस्यहरूको जो छ मनोनित हैन उनीहरूको चाहिँ पदावधि 4 वर्षको हुनेछ र पदावधि समाप्त भएपछि निजहरू पुनः मनोनित हुन सक्ने छैनन् है। फेरि पदावधि समाप्त भइसकेपछि ती व्यक्ति फेरि सदस्यमा आयोगको सदस्यमा अध्यक्षमा चाहिँ त्यसरी मनोनित हुन पाउने छैनन्। यो नियममा चाहिँ ऐनमा चाहिँ स्पष्ट लेखिएको छ। त्यसै गरेर नेपाल सरकारले आयोगको कारण सहितको सिफारिस नेपाल राजपत्रमा सूचना प्रकाशन गरी आयोगको सदस्यहरू हेरफेर गर्न सक्नेछ। यो हेरफेर सम्बन्धमा चाहिँ नेपाल सरकारले के गर्दछ भने नेपाल राजपत्रमा प्रकाशन गरी चाहिँ यो काम गर्दछ। यो कुरा चाहिँ हामीले बुझ्नु पर्यो। के हुन्छ भने अर्को चाहिँ अब हामीले तपाईँ टक्क अब किनभने केही टपिकहरू पनि अन्य टपिकहरू पनि बुझ्दाखेरि अब त विश्वविद्यालयको नेपाल सरकारसँग अनि विश्वविद्यालयको चाहिँ कसको भन्दाखेरि यो विश्वविद्यालय अनुदान आयोगसँग कस्तो सुन्दर सम्बन्ध छ भन्दाखेरि तपाईँले ऐनहरू पढ्नुभयो भने राम्रोसँग ज्ञान लिन सक्नुहुनेछ। जस्तो अब यहीँ पनि हेर्नु अब जस्तो गठनकै कुराहरूमा पनि नेपाल सरकारले नै आयोगको चाहिँ के गर्दो रहेछ भन्दाखेरि अध्यक्ष चाहिँ नेपाल सरकारले नै मनोनित गर्दो रहेछ। नेपाल सरकारकै तपाईँको यहाँ चाहिँ कर्मचारीहरू हैन सचिवहरू शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव चाहिँ हैन यहाँ चाहिँ के सदस्य हुन्छ आयोगको समितिमा यो आयोगमा हैन। त्यस्तै गरेर तपाईँको अर्थ मन्त्रालयको सचिव पनि यसमा के हुन्छ सदस्य हुन्छ। यसरी चाहिँ के हुन्छ भने योजना तथा राष्ट्रिय योजना आयोगको शिक्षा सम्बन्धी हेर्ने चाहिँ सदस्य चाहिँ यहाँ पनि के हुन्छ त सदस्य हुन्छ। यसरी चाहिँ मन्त्रालय सरकार र आयोगको यसरी चाहिँ अन्तर सम्बन्ध रहेको हुन्छ भनेर हामी देख्न सक्छौँ एकाअर्कामा। अब नियमन एउटा नियन्त्रण रहन सक्छ यसरी पनि बुझ्न सकिन्छ। अब हेर्नुपर्दा हामीले आयोगको स्थापना हेऱ्यौँ हैन। 4 मा चाहिँ दफा 4 मा चाहिँ आयोग स्वशासित संस्था हुने भन्ने विषयमा हेऱ्यौँ। अनि आयोगको 5 मा चाहिँ आयोगको गठनको विषयमा हेऱ्यौँ। अब तपाईँको 6 मा चाहिँ के छ भन्दाखेरि आयोगको काम कर्तव्य र अधिकार के हुन्छ। यसको काम कर्तव्य र अधिकार 10 वटा छ हेर्नुहोस् है, 10 वटा छ। आयोगको काम कर्तव्य र अधिकार देहा बमोजिम हुनेछ भनेर यो दफा 6 मा चाहिँ लेखिएको छ। यसरी हामी बुझ्नु पर्यो। सबैभन्दा महत्त्वपूर्ण कुरो प्रश्न तपाईँको परीक्षामा सोध्ने भनेको एउटा गठन प्रक्रिया कस्तो छ आयोगको काम कर्तव्य र अधिकार हैन। काम कर्तव्य र अधिकार भनेको खास गरी चाहिँ यसको काम कर्तव्य र अधिकार भनेको हामीले प्रस्तावना पनि हेऱ्यौँ। यसको स्थापनाको सम्बन्धमा पनि हैन लेखेको त्यो दफामा पनि हेऱ्यौँ। र यसको खास गरी चाहिँ के हो त भन्दाखेरि एउटा परामर्श दिने हैन। जस्तो स्थापना नयाँ विश्वविद्यालय हैन स्थापनाको सम्बन्धमा नेपाल सरकारलाई परामर्श दिने काम चाहिँ यसले गर्दछ। त्यसै नीति निर्धारण गर्ने सम्बन्धमा सिफारिस गर्ने, समन्वय कायम गर्ने हैन, आवश्यक अन्य व्यवस्था गर्ने, कार्यक्रम तर्जुमा गर्ने, यस्ता विविध युनिटको चाहिँ के छ भन्दाखेरि विभिन्न प्रकृतिका चाहिँ काम कर्तव्य र अधिकार छन्। अब काम कर्तव्य कार्य के हो त भन्दाखेरि
यो चाहिँ कमा के भनेको छ भने विश्वविद्यालय स्थापना गर्ने सम्बन्धमा नेपाल सरकारलाई परामर्श दिने होइन, विश्वविद्यालय खोल्न सकिन्छ सकिँदैन, कति कुन हदसम्म यो चाहिँ अनुचित छ होइन, यो चाहिँ कुन त्यो कुराहरू चाहिँ यसले एनालाइसिस गरेर होइन, विज्ञहरूबाट एनालाइसिस गरेर यसले चाहिँ के गर्छ त विश्लेषण गरेर यो कुराहरू चाहिँ नेपाल सरकारलाई के गर्छ त सल्लाह सुझाव परामर्श दिने गर्छ। विभिन्न क्षेत्रबाट प्राप्त अनुदानको रकम विश्वविद्यालयहरूलाई प्रदान गर्ने सम्बन्धमा नीति निर्धारण गर्ने होइन, कुनै पनि अब विभिन्न क्षेत्रबाट जुन प्राप्त अनुदान हुन्छ आयोगलाई होइन, त्यो चाहिँ त्यो रकम विश्वविद्यालयहरूलाई प्रदान गर्ने, त्यो अनुदान दिने कसरी दिने त, त्यो सम्बन्धमा एउटा चाहिँ नीति त चाहियो नि त होइन। नीति निर्धारण गर्ने चाहिँ काम चाहिँ के गर्दो रहेछ त, यसको चाहिँ काम कर्तव्य र अधिकारभित्र पर्छ। अनि त्यसै गरेर गमा चाहिँ विश्वविद्यालयलाई अनुदान दिने तथा थप अनुदान माग गर्ने विश्वविद्यालयहरूको लागि सम्बन्धित निकायहरूमा यसले चाहिँ सिफारिस गर्नेसम्म पनि काम गर्दो रहेछ, सिफारिस गर्ने काम पनि गर्दो रहेछ। हेर्नुहोस् है, अब तपाईँको विश्वविद्यालयलाई अनुदान दिने काम चाहिँ यसले गर्छ नै होइन, अनुदान दिने काम त गर्छ, तथा थप अनुदान जसले माग्छ, जुन विश्वविद्यालयहरूले त्यसको माग गर्छन् नि, त्यो चाहिँ यसले के गर्छ त भन्दाखेरि त्यस विषयमा पनि त्योसँग सम्बन्धित निकायहरूमा चाहिँ यसले के गर्छ त भन्दा सिफारिस गर्ने काम गर्छ। त्यसो घमा चाहिँ विश्वविद्यालयहरूमा सञ्चालन गर्ने शैक्षिक कार्यक्रमहरू स्तरयुक्त बनाउन विश्वविद्यालयहरूबिच समन्वय कायम गर्ने। जस्तो विश्वविद्यालयमा जुन शैक्षिक कार्यक्रमहरू सञ्चालन भएको छ त्यसलाई कसरी त्यसलाई चाहिँ कस्तो शैक्षिक एउटा स्तरयुक्त गुणस्तरयुक्त शैक्षिक कार्यक्रम बनाउने भन्ने विषयमा चाहिँ के गर्छ त विश्वविद्यालयहरूबिच होइन एकअर्कामा भएको अनुभव होइन, त्यो एकअर्कामा भएको क्षमता आदान प्रदान गरेर समन्वयको मार्फत होइन आदान प्रदान गरेर त्यो शैक्षिक कार्यक्रमलाई स्तरयुक्त बनाउने प्रक्रियामा ती विश्वविद्यालयहरूबिच समन्वय कायम गराउने काम चाहिँ आयोगको काम चाहिँ हुन्छ, यो विश्वविद्यालय अनुदान आयोगको। त्यसै गरेर गमा चाहिँ शैक्षिक स्तर वृद्धिका लागि एउटा उपयुक्त कार्यक्रम तर्जुमा गर्ने, कसरी शैक्षिक स्तर वृद्धि गर्न सकिन्छ त त्यसको लागि चाहिँ उपयुक्त कार्यक्रम तर्जुमा गर्ने यसको महत्त्वपूर्ण काम रहेको छ। विश्वविद्यालयहरूमा उपयुक्त शैक्षिक स्तर निर्धारण गराउने सम्बन्धमा आवश्यक व्यवस्था गर्ने। अब विश्वविद्यालयमा उपयुक्त शैक्षिक स्तर निर्धारण कसरी गर्ने, त्यसको लागि एउटा त्यो उपयुक्त शैक्षिक स्तर निर्धारण गराउने सम्बन्धमा के गर्न सकिन्छ त्यसको लागि चाहिँ के गर्छ त भने आवश्यक व्यवस्था गर्ने काम गर्छ। त्यसै गरी नेपालभित्र तथा बाहिरका विश्वविद्यालय वा शैक्षिक संस्थाहरूबिच एउटा छात्रवृत्ति, विद्वत्व वृत्ति आदि आदान प्रदान गर्ने सम्बन्धमा चाहिँ आवश्यक व्यवस्था गर्ने काम पनि विश्वविद्यालय अनुदान आयोगको काम रहेको छ। यो भन्नुको अर्थ के हो भने यो नेपालभित्र तथा बाहिरका विदेशमा पनि हुनसक्छ विश्वविद्यालय होइन, त्योसँग शैक्षिक संस्थाहरूबिच अब एक विश्वविद्यालय यहाँ यो विश्वविद्यालयका विद्यार्थीलाई है, अनि त्यसपछि विद्यार्थीले अर्को विश्वविद्यालयमा स्कलरसिपको कुराहरू होइन हुनसक्छ, विद्युत वृद्धिको लागि हुनसक्छ, त्यसकोले त्यो आदान प्रदान उताबाट पनि यता लिने यताबाट पनि उता लिने होइन, त्यस्ता कुराहरू चाहिँ आदान प्रदान गर्ने सम्बन्धमा पनि आवश्यक व्यवस्था गर्ने काम चाहिँ यसले चाहिँ गर्ने गर्दछ है। त्यसै गरेर जमा चाहिँ विश्वविद्यालयहरूबिच समन्वय कायम गर्ने होइन, विश्वविद्यालयबिच समन्वय कायम गर्ने। त्यसै गरी आयोगको काम कारबाहीको वार्षिक प्रतिवेदन नेपाल सरकार समक्ष पेश गर्ने चाहिँ प्रतिवेदन पेशसँग सम्बन्धित भयो। त्यसै गरी आयोगको उद्देश्य पूर्तिका लागि तोकिए बमोजिमको अन्य काम गर्ने भनेको छ। 2 नम्बरमा चाहिँ यसले यसको अधिकारको कुरा पनि छ यसमा चाहिँ होइन, आयोगले आवश्यक देखेमा कुनै स्वदेशी वा विदेशी विशेषज्ञ वा सल्लाहकारसँग परामर्श लिन सक्नेछ भनेर भनेको छ। त्यसैगरी दफा 7 मा के भनेको छ भने विवरण माग गर्न सक्ने भनेको छ। योमा के भनेको छ भन्दाखेरि दफा 6 मा उल्लेख भए बमोजिम काम कर्तव्यको सिलसिलामा आयोगले कुनै पनि विश्वविद्यालय वा सो अन्तर्गत सञ्चालन भएका शैक्षिक संस्थाको आर्थिक कारोबार होइन, त्यो कुनै विश्वविद्यालय वा सो अन्तर्गत सञ्चालन भएका शैक्षिक संस्थाहरूको आर्थिक कारोबार, मौजुदा कोष, शैक्षिक कार्यक्रम, पाठ्यक्रम वा अन्य क्रियाकलाप सम्बन्धमा आवश्यक विवरण माग गर्न सक्नेछ। त्यो तथ्याङ्कहरू डेटाहरू चाहिँ उसले चाहिँ के गर्छ त माग्ने गर्नेछ, माग्न के गर्नेछ यसले सक्नेछ। र यो हाम्रो विश्वविद्यालयहरू हाम्रो आङ्गिक क्याम्पसहरूमा चाहिँ होइन त्यो तिनीहरूले चाहिँ उसले मागेको बखत होइन उसलाई दिनुपर्छ, किनभने उसले चाहिँ के भन्छ डेटाहरू तथ्याङ्कहरू बनाउने, एउटा शैक्षिक सुधार कसरी गर्ने होइन, शिक्षामा कसरी उच्च शिक्षामा कसरी सब धेरै मान्छेको चाहिँ धेरै व्यक्तिहरूको धेरै विद्यार्थीहरूको चाहिँ पहुँच बढाउने भन्ने विषयमा उसले चाहिँ विभिन्न नीति निर्धारण गर्नुपर्ने हुन्छ। त्यसको लागि ती नीति निर्धारण गर्ने सन्दर्भमा ती तथ्याङ्कहरू
आवश्यक छ। किनभने उसले अनुदान पनि दिने भएको हुनाले त्यहाँको स्रोत कस्तो छ, आय स्रोत के छ, सबको बारेमा विस्तृत जानकारी लिन चाहिँ माग्न चाहिँ सक्नेछ। त्यो चाहिँ त्यस्तो विवरण उपलब्ध गराउनु सम्बन्धित विश्वविद्यालयको चाहिँ के हुनेछ भने कर्तव्य हुनेछ भनेर भन्यो। त्यसै गरेर जुन उपदफा 1 बमोजिम होइन माग गरेका विवरण, त्यसरी माग गरेका विवरणका सम्बन्धमा कुनै विश्वविद्यालय वा सो अन्तर्गत सञ्चालन भएका शैक्षिक संस्थाको निरीक्षण गर्नु परेमा होइन त्यस्तो निरीक्षण गर्नु परेमा आवश्यकता अनुसार आयोगले निरीक्षण गराउन सक्नेछ र यस्तो निरीक्षण गर्न आउने व्यक्तिलाई आवश्यक सहयोग गर्नु सम्बन्धित विश्वविद्यालयको फेरि कर्तव्य हुनेछ। माग्दा तथ्याङ्क माग्दा पनि विवरण उपलब्ध गर्नु विश्वविद्यालयको कर्तव्य हुनेछ। निरीक्षण गर्दाखेरि निरीक्षण प्रक्रियामा चाहिँ सहयोग अथवा होइन त्यसको सहयोग गर्नु पनि सम्बन्धित विश्वविद्यालयको कर्तव्य हुनेछ होइन। दोहोरो चाहिँ यो चाहिँ के भयो त कुरा देखाइयो होइन। अब यसो चाहिँ 8मा चाहिँ दफा 8मा चाहिँ आयोगको बैठक भनेर भन्यो। यो आयोगको बैठक चाहिँ महिनाको कम्तीमा एकपटक चाहिँ बस्ने छ भनेर भनिएको छ। आयोगको बैठकको अध्यक्षले गर्नेछ र निजको अनुपस्थितिमा तपाईँको अध्यक्षले तोकेको सदस्यले एउटा चाहिँ आयोगको बैठकको अध्यक्षता गर्नेछ होइन। अनुपस्थिति भएमा त्यो आयोगको अध्यक्षले जसलाई तोक्छ जुन सदस्यलाई उसकै अध्यक्षतामा चाहिँ के हुनसक्छ त आयोगको बैठकको अध्यक्षता हुनेछ र आयोगको कुल सदस्य सङ्ख्याको 50% सदस्यहरू उपस्थित भएमा आयोगको बैठकको लागि गणपुरुष सङ्ख्या पुगेको मानिन्छ होइन। त्यो बैठकको गणपुरुष सङ्ख्या कति हो भन्दाखेरि 50% भयो भने चाहिँ गणपुरुष सङ्ख्या मानिनेछ। अनि त्यसै गरेर अर्को दफामा भन्छ आयोगको बैठकमा बहुमतको राय मान्ने हुनेछ होइन। लोकतान्त्रिक मूल्य मान्यता जहाँ पनि त्यसलाई अवलम्बन गर्नुपर्छ होइन। आयोगको बैठकमा बहुमतको राय मान्ने हुनेछ र मत बराबर भएमा अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिन सक्नेछ भनेर भनिएको छ। अनि त्यसै गरेर आयोगको बैठकको निर्णय सदस्य सचिवले प्रमाणित गर्नेछ। कसले प्रमाणित गर्नेछ भन्दाखेरि सदस्य सचिवले प्रमाणित गर्नेछ। आयोगले बैठक सम्बन्धी अन्य कार्यविधि आयोगले निर्धारण गरे बमोजिम हुनेछ भनेको छ। दफा 9मा चाहिँ होइन समिति र उपसमिति गठन गर्न सक्नेछ। किनभने फर्दर काम गर्नको लागि समिति उपसमिति विभिन्न विशिष्टीकृत अथवा विशेष विषय हेर्न चाहिँ के गर्नुपर्ने विभिन्न समिति उपसमिति चाहिँ गठन गर्न सक्नेछ होइन विश्वविद्यालयले। अनि त्यसको बारेमा विश्वविद्यालय अनुदान आयोगमा के व्यवस्था छ त भन्दा समिति वा उपसमिति गठन गर्न सक्ने भनेर भनेको छ उपदफा 9मा। आयोगले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम आफूले गर्नुपर्ने कुनै काम गर्नको लागि आवश्यकता अनुसार समिति वा उपसमिति गठन गर्न सक्नेछ भनेर भने कि किनभने आफूले गर्नुपर्ने कुनै काम गर्नको लागि आफूले गर्नुपर्ने जुन नियमअनुसार चाहिँ नियम बमोजिम आफूले गर्नुपर्ने छ नि त। यो ऐन अन्तर्गत बनेको नियमले त्यो बमोजिम आफूले गर्नुपर्ने कुनै काम गर्नको लागि आवश्यकता अनुसार समिति वा उपसमिति गठन गर्न सक्नेछ। अब त्यो उपदफा 1मा भनेअनुसार त्यो बमोजिम गठन हुने समिति वा उपसमितिको काम कर्तव्य र अधिकार तथा कार्यविधि आयोगले तोकी बमोजिम हुनेछ भनेर भन्यो। त्यसैगरी उपदफा अनि दफा 10मा के भन्छ भने विश्वविद्यालय स्थापना गर्न आयोगसँग परामर्श गर्ने भनेर भनेछ। आयोगसँग अरूले चाहिँ नेपाल सरकारले परामर्श गर्नुपर्छ कि नेपाल सरकारले नयाँ विश्वविद्यालय स्थापना गर्ने सम्बन्धमा आयोगसँग परामर्श गर्नेछ भने यो चाहिँ आयोगसँग नेपाल सरकारको सम्बन्ध हो होइन। नेपाल सरकारले बजेटको व्यवस्थापन गर्छ, त्यहाँ चाहिँ तलब भत्ताको चाहिँ कर्मचारी व्यवस्थापनको लागि तलब भत्ताको व्यवस्था गर्नुपर्ने हुन्छ, भौतिक पूर्वाधारको व्यवस्थापन गर्नुपर्ने हुन्छ, इन्फ्रास्ट्रक्चर होइन डेभलपमेन्टको त्यो एस्पेक्टलाई हेर्ने भएको हुनाले तर आवश्यक छ कि छैन त त्यो ठाउँमा कुन होइन त्यो विश्वविद्यालय खोल्न स्थापना गर्न आवश्यक छ कि छैन भने नेपाल सरकारले विश्वविद्यालय अनुदान आयोगसँग चाहिँ के गर्नुपर्छ त भन्दा परामर्श गर्नेछ भनेर भनिएको छ। यो चाहिँ यसले चाहिँ के देखाउँछ भन्दा विश्वविद्यालय अनुदान आएर नेपाल सरकारको अन्तर् सम्बन्ध के छ भनेर देखाउँछ। किनभने त्यो सुनिश्चितता गुणस्तरको सुनिश्चितता उच्च शिक्षामा गुणस्तरको सुनिश्चितता त्यो पहुँच विस्तार गर्न होइन उच्च शिक्षामा सबैको पहुँच विस्तार गर्न हामीले अनुदानको व्यवस्था गर्नुपर्ने हुन्छ कि क्याम्पसहरू विश्वविद्यालयहरूलाई होइन अध्ययन अनुसन्धान गर्नुपर्ने हुन्छ। त्यसको लागि बजेट चाहिन्छ, नेपाल सरकारले व्यवस्था गर्छ र त्यो अनुसारको जुन लक्ष्यले स्थापना भएको थियो होइन त्यो अनुसार उसले आफ्नो काम कर्तव्य पुरा गर्नको निम्ति ऊ त तदारक भएर लागिरहन्छ होइन। उसले त्यस विषयमा अध्ययन अनुसन्धान गरेको हुन्छ, कहाँ खोल्न मिल्छ कहाँ खोल्न मिल्दैन उसले अध्ययन गरेको हुन्छ। त्यस कारण नेपाल सरकारले नयाँ विश्वविद्यालय स्थापना गर्ने सम्बन्धमा
आयोगसँग परामर्श लिनुपर्ने हुन्छ, परामर्श गर्नेछ। अब विश्वविद्यालयलाई अनुदान दिने भनेर भनेको छ। प्रस्तावित कानुनमा जुनसुकै कुरा लेखेको भए तापनि यो ऐन प्रारम्भ भएपछि विश्वविद्यालयलाई दिइने अनुदान आयोग मार्फत दिइनेछ। हेर्नुहोस् है, अब विश्वविद्यालय र नेपाल सरकार, विश्वविद्यालय होइन, अनि विश्वविद्यालय अनुदान आयोगको चाहिँ के अन्तर सम्बन्ध भयो भने जुन उच्च शिक्षाको गुणस्तर अभिवृद्धिको लागि, सबैको उच्च शिक्षामा पहुँचको लागि होइन, गुणस्तर सुनिश्चितताको लागि के चाहियो भने विश्वविद्यालयको महत्त्वपूर्ण भूमिका हुन्छ। जसले राज्यलाई आवश्यक पर्ने दक्ष जनशक्तिको उत्पादन गर्ने भनेको त कसले हो त? अनि विश्वविद्यालयहरूले हो। त्यसलाई चाहिँ अनुदान दिँदा त्यसनीहरूलाई चाहिँ अनुदान दिँदा के हुन्छ त भन्दा त्यो को मार्फत हुन्छ भने विश्वविद्यालय अनुदान मार्फत हुने भयो के होइन। त्यो चाहिँ विश्वविद्यालयलाई दिने अनुदान आयोग मार्फत, विश्वविद्यालय अनुदान आयोग मार्फत दिइनेछ भनेको छ। त्यो बिचमा को हुन्छ भने विश्वविद्यालय अनुदान आयोग छ। सरकार भयो, विश्वविद्यालय अनुदान आयोग भयो, त्यसपछि विश्वविद्यालय भयो होइन। त्यसरी चाहिँ यिनीहरूको तिनको चाहिँ एउटा रिलेसनसिपलाई चाहिँ हामी यहाँ देख्न सक्छौँ। र अनुदानको चाहिँ फ्लो कसरी हुन्छ होइन, त्यसको चाहिँ ओरिजिन कहाँ, फ्लो कहाँ, त्यसको चाहिँ त्यसको उपयोग कहाँ हुन्छ भन्ने कुरा चाहिँ हामी यो दफाबाट दफा 11 चाहिँ विश्वविद्यालय अनुदान दिने भन्ने शीर्षक छ, त्यो टपिकबाट हेर्न सक्छौँ। त्यसैले तोकिएको शर्तहरूको पालना गर्ने, फेरि तोकिएको शर्तहरू पालना गर्नुपर्ने हुन्छ विश्वविद्यालयका, किनभने आफ्नै मापदण्डहरू छन्। जो कोही क्याम्पस विश्वविद्यालयले त्यो अनुदानहरू जुन निर्धारण गरेको त्यो रेन्जको उसले निर्धारण गरेको रेन्जको चाहिँ त्यो अनुदान पाउँदैनन्, किनभने उसले पनि तोकिएको एउटा मापदण्ड निर्धारण गरेको हुन्छ। तोकिएको त्यस्ता प्रकारका शर्तहरूको पालना गर्ने विश्वविद्यालयलाई आयोगले अनुदानको लागि अन्य कुनै संस्थाबाट सिफारिस गर्न सक्नेछ होइन, अन्य संस्थामा पनि सिफारिस गर्नेछ होइन। यदि मापदण्ड पुरा गर्यो भने आयोगले नै दिनुपर्ने छैन, कुनै पनि संस्थाले पनि उसलाई चाहिँ दिन सक्नेछ, किनभने उसलाई चाहिँ आधिकारिक मान्ने भयो। कसलाई आधिकारिकता मान्ने भयो भन्दाखेरि विश्वविद्यालय अनुदान आयोगले, किनभने उसको क्षेत्र नै विश्वविद्यालयलाई नियमन गर्नु हो, नियन्त्रण गर्नु, निरीक्षण गर्नु होइन, ताकि विश्वविद्यालयहरूले एउटा उच्च शिक्षाको सुनिश्चितताको लागि, उच्च गुणस्तर अभिवृद्धिको लागि चाहिँ योगदान पुर्याउनु होइन। अनि त्यसै गरेर 3मा चाहिँ आयोगले तोकेको शर्त पुरा गरी निजी क्याम्पसहरूलाई आर्थिक सहायता प्रदान गर्न सक्नेछ भने चाहिँ यदि आयोगले तोकेको शर्त पुरा गर्छ कसै निजी क्याम्पस कलेजहरूले भने पनि ती क्याम्पस र कलेजहरूले पनि पाउने भयो। आङ्गी क्याम्पसले विश्वविद्यालयले मात्रै पनि होइन, सम्बन्ध प्राप्त सामुदायिकले पनि होइन, मात्रै पनि होइन के, निजी क्याम्पस कलेजहरूले पनि पाउने भए। तर तोकिएको मापदण्ड होइन त्यो चाहिँ पुरा गर्नु पर्यो। त्यसैले विश्वविद्यालयलाई दिने अनुदान सम्बन्धी अन्य व्यवस्था तोकिबमोजिम हुनेछ भनेर भन्यो। त्यसै गरेर 11मा चाहिँ 11को कमा के भन्छ भने निःशुल्क उच्च शिक्षाको लागि अनुदान दिने भनेर भनेको छ होइन। अब निःशुल्क उच्च शिक्षाको लागि अनुदान दिने भनेर भन्यो। विश्वविद्यालय वा मातहतका आङ्गिक तथा सामुदायिक शैक्षिक संस्थामा भर्ना भएका दलित, अपाङ्ग र आर्थिक रूपले विभिन्न विद्यार्थीलाई लाग्ने अध्ययन शुल्क बापतको रकम है। फेरि अध्ययन शुल्कको कुरा गरेको छ यहाँ। फेरि हेर्नुहोस् है, अध्ययन शुल्क बापतको रकम आयोगले निज अध्ययनरत शिक्षण संस्थामा अनुदानको रूपमा उपलब्ध गराउनेछ भनेर भन्यो। यसले चाहिँ निःशुल्क उच्च शिक्षाको लागि पनि यसले चाहिँ राम्रो काम गरेको छ। अहिले चाहिँ विशेष गरेर द्वन्द्व पीडित महिला, अपाङ्गता उनलाई चाहिँ उच्च शिक्षामा चाहिँ यसले चाहिँ फ्री स्कलरसिपको व्यवस्था पनि गरेको छ। हामी त्यो चाहिँ यसको राम्रो पक्ष देख्न सक्छौँ। विभिन्न किसिमको त्यो अनुसारको चाहिँ विभिन्न द्वन्द्व पीडितहरू, अपाङ्गता भएका व्यक्तित्वहरू, विद्यार्थीहरूले पनि सहुलियत स्वरूप अध्ययन शुल्क चाहिँ पाउनु भएको छ होइन। निःशुल्क भएको छ उनीहरूको अध्ययन। त्यसै गरेर स्पष्टीकरण यसमा के भन्छ भने यस उपदभाको प्रयोजनको लागि आधार, मापदण्ड, वर्गीकरण तथा अन्य व्यवस्था नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिबमोजिमको हुनेछ भनेर भन्यो। त्यसै गरी यो उपदभा 1मा जुनसुकै कुरा लेखेको भए पनि देखाएको अवस्थामा विद्यार्थीहरूको लागि अध्ययन शुल्क बापतको रकम शिक्षण संस्थालाई उपलब्ध गराइने छैन। फेरि जस्तो अध्ययन गर्न छोड्यो भने विद्यार्थीले होइन, त्यसपछि उसले चाहिँ त्यस छोडेको मितिदेखि नपाउने भयो। अध्ययन सङ्ख्या परिवर्तन गरेमा भने पनि त्यसले चाहिँ दिँदैन। अनि तोकिएको हाजिरी प्रतिशतभन्दा कम हाजिर भएमा भने पनि निश्चित 70%, 80% कति भनेको छ त्यो निश्चित उसले मापदण्ड गरेको छ भन्दा उसले हाजिरी हुँदैन। त्यसरी चाहिँ फ्रीमा चाहिँ उसले पैसा दिँदैन। लगातार 2 वर्षसम्म अनुत्तीर्ण भएमा पनि पैसा अनुदान दिँदैन। झुट्टा विवरण पेश गरेमा पनि नपाउने नै भयो। अन्य शिक्षण संस्थामा निःशुल्क अध्ययन गरिरहेका छन् भने पनि त्यस्तो भए पनि दिँदैन। त्यसरी अब यो उपदभा 1
बमोजिम उपलब्ध गराएको अनुदान उपदफा 2 बमोजिम विद्यार्थीको लागि छुट्याएको रकम प्रयोग नभएमा हैन जुन तरिकाले चाहिँ दण्डपीडित महिला अपाङ्गताहरूलाई दिने भनेर भनियो तर उपदफा 2 मा चाहिँ विभिन्न केसले चाहिँ अहिले हामी भर्खर पढ्यौँ हैन त्यो अवस्था आएमा अनुदान हैन प्रयोग नभएमा सम्बन्धित शिक्षण संस्थाले त्यस्तो रकम आयोगमा फिर्ता पठाउनु पर्नेछ भनेर आयोग त्यो संस्थाहरूले चाहिँ यस्तो भएमा चाहिँ जहाँदेखि छोड्यो त्यहीँदेखि चाहिँ पछिको पैसा एउटा इक्जाम्पल मात्रै हेरौँ उसले अध्ययन गर्न छोड्यो भने जुन अध्ययन गर्न छोडेको मितिदेखि पछाडिको चाहिँ हैन सामान्यतया पछाडिको रकम चाहिँ फिर्ता गर्नुपर्नेछ अनुदान आयोगबाट वार्षिक रूपमा आए पनि हैन त्यसगरी उपदफा 3 बमोजिमको रकम सम्बन्धित शिक्षण संस्थाले आयोगमा फिर्ता नपठाएमा त्यस्तो शैक्षिक संस्थालाई दिइने जुनसुकै अनुदान आयोगले रोक्का गर्न सक्नेछ भनेपछि त्यो त अब रोक्नु नै भयो हैन किनभने उसले चाहिँ फिर्ता गरिदिएन भने फिर्ता गर्यो भने चाहिँ हैन नियम कानुनको अधीनमा रहेर काम गर्यो भने पाउने हो हैन त्यो नियम विपरीत उसले हैन फिर्ता गरेन भने चाहिँ के हुन्छ भने हो चाहिँ बुझी अनुदान पाउने एउटा क्याटेगोरीमा नपर्न सक्छ त्यसै गरेर भन्यो हैन अब निशुल्क उच्च शिक्षाका लागि रकम व्यवस्था गर्ने भनेर भन्यो जस्तो दफा तपाईको क 11 क मा अनुसार लाग्ने रकम आयोगले निशुल्क उच्च शिक्षा दिने प्रयोजनका लागि विश्वविद्यालय वा मातहतका आङ्गिक तथा सामुदायिक शिक्षण शैक्षिक संस्थालाई दिएको अनुदान रकम सालबसाली रूपमा विश्वविद्यालय अनुदान आयोगको विनियोजित बजेटबाट व्यवस्था हुनेछ भनेर भनेको छ त्यसपछि यसमा 12 मा अध्यक्षको काम कर्तव्य वा अधिकार र सेवा शर्त र सुविधा सम्बन्धमा बोल्छ दफा 12 अध्यक्षको काम कर्तव्य अधिकार वा सेवा शर्त र सुविधा सम्बन्धी व्यवस्था तोकी बमोजिम हुनेछ भनेको छ अध्यक्ष पुरा समय काम गर्ने पदाधिकारी हुनेछ भनेको छ यो चाहिँ अध्यक्ष भनेको पुरा समय काम गर्ने पदाधिकारी हुनेछ जस्तो त्रिभुवन विश्वविद्यालय अथवा कुनै विश्वविद्यालयमा चाहिँ कुनै पनि विश्वविद्यालयमा चाहिँ कुलपति चाहिँ प्रधानमन्त्री हुने गर्छ सहकुलपति शिक्षा विज्ञान मन्त्री शिक्षा मन्त्री भनौँ न हैन शिक्षा मन्त्री त्यसै गरेर सहकुलपति शिक्षा मन्त्री उपकुलपति चाहिँ त्यो चाहिँ उपकुलपति चाहिँ के हुन्छ त भन्दा पूर्ण रूपमा फुल टाइमर काम गर्ने कार्यकारी प्रमुखको रूपमा रहन्छ के हैन हो त्यस्तै यसमा चाहिँ प्रमुखको रूपमा को हुन्छ त भन्दा अध्यक्ष पुरा समय काम गर्ने पदाधिकारी हुनेछ भनेको छ अनि एउटा फेरि सचिवालय पनि हुन्छ हैन आयोगको सचिवालय आयोगको कार्य सञ्चालन एवं प्रशासकीय कामकाजको लागि एक सचिवालय हुनेछ अध्यक्षले रेखदेखमा रही सचिवले आयोगको दैनिक कार्य सञ्चालन गर्नेछ सचिवको नियुक्ति नेपाल सरकारबाट हुनेछ भनेको छ सचिवको पदावधि 4 वर्षको हुनेछ हैन सचिवको काम कर्तव्य र अधिकार पारिश्रमिक र सेवा सुविधा तोकी बमोजिम हुनेछ भनेको छ अब कर्मचारी सम्बन्धी व्यवस्था चाहिँ के छ त भन्दाखेरि आयोगमा आवश्यकता अनुसार कर्मचारी रहनेछन् आयोगको लागि आवश्यक पर्ने कर्मचारीको दरबन्दी योग्यता तथा पारिश्रमिक र अन्य सुविधा तोकी बमोजिम हुनेछ भनेर भनिएको छ त्यसै गरेर आयोगको कोषको सम्बन्धमा हैन हामीले चाहिँ अघि पनि हेर्यौं विभिन्न स्रोतबाट प्राप्त रकम भनेको छ त्यो एउटा कोषमा राखिन्छ ती कोषहरू स्रोतहरू के हुन्छ भन्दाखेरि यहाँ के भन्छ भने दफा 15 मा यो आयोगको आफ्नो एउटा छुट्टै कोष हुनेछ र सो कोषमा देखाएका रकमहरू रहनेछन् भनेको छ नेपाल सरकारबाट प्राप्त रकम एउटा नेपाल सरकारबाट प्राप्त रकम हो एउटा कुनै पनि खमा चाहिँ अन्तर्राष्ट्रिय सङ्घ संस्था विदेशी सरकार वा एजेन्सीबाट प्राप्त रकमलाई पनि एउटा स्रोतको रूपमा लियो त्यो पनि कोष हुन्छ अन्य स्रोत कुनै पनि स्रोतबाट प्राप्त रकम हैन यसको पाउने ठाउँ कहाँ रहेछ त भन्दा एउटा नेपाल सरकारबाट प्राप्त नेपाल सरकार रहेछ अनि दोस्रोमा अन्तर्राष्ट्रिय सङ्घ संस्था र विदेशी सरकार र एजेन्सी रहेछ अन्य र कुनै पनि स्रोत हुन सक्ने हो हैन त्यसैले आयोगले कुनै रकम प्राप्त गर्नुपर्ने भएमा नेपाल सरकार मार्फत कारबाही गर्नुपर्ने छ है फेरि अब यहाँ चाहिँ अन्तर्सम्बन्ध यहाँ यो एकै अर्कालाई कसरी हेर्छ भन्ने कुरा चेक एन्ड ब्यालेन्सको कुराहरू यो चाहिँ नियन्त्रणको कुराहरू हैन शक्ति सन्तुलनको कुराहरू हेर्नुस् आयोगले कुनै रकम प्राप्त गर्नुपर्ने भएमा हैन अब तपाईँ नेपाल सरकारले त दिने नै भयो दोस्रो र तेस्रोमा छ हैन अन्तर्राष्ट्रिय सङ्घ संस्था छ विदेशी सरकार र एजेन्सी छ र अन्त कुनै पनि स्रोत भनेको छ ख र ग मा त्यसबाट कुनै रकम प्राप्त गर्नुपर्ने भएमा नेपाल सरकार मार्फत चाहिँ कारबाही गर्नुपर्ने छ भने चाहिँ नेपाल सरकारको नियन्त्रण त्यसरी रहने भयो त्यसरी दफा 3 मा के भन्छ भने आयोगको कोषमा रहने रकम नेपालको कुनै बैंकमा खाता खोली जम्मा गरिनेछ र खाताको सञ्चालन तोकी बमोजिम हुनेछ भने नेपालको कुनै पनि बैंकमा चाहिँ खाता खोल्न सक्नेछ त्यो आएको रकम त्यो कोष हैन कोषमा आएको रकम र त्यसरी चाहिँ के हुन्छ खाताको सञ्चालन तोकी बमोजिम हुनेछ भनेर भन्यो त्यसैगरी आयोगद्वारा गरिने सबै खर्चहरू उपदफा 1 बमोजिमको कोषबाट बिहोरिनेछ भने उपदफा 1 को
कोषहरू भनेको नेपाल सरकारबाट प्राप्त रकमको एउटा राखेको कोष, अन्तर्राष्ट्रिय सङ्घ संस्था र विदेशी सरकार वा एजेन्सीबाट प्राप्त रकम भयो, अन्य कुनै स्रोतबाट प्राप्त रकम हो। त्यसैले अब त्यसै गरेर के भन्छ लेखा र लेखा परीक्षण सम्बन्धी कस्तो व्यवस्था गरिएको छ भने ऐनमा आयोगको आय व्ययको लेखा प्रचलित कानुन बमोजिम राखिनेछ। आयोगको लेखा परीक्षण महालेखा परीक्षकबाट हुनेछ हैन। यो पनि एउटा चाहिँ संस्था भएको हुनाले, सरकारी संस्था भएको हुनाले यसलाई पनि के गर्छ भने आयोगको लेखा परीक्षण महालेखा परीक्षकबाट हुनेछ। नेपाल सरकारले चाहेमा आयोगको आय व्ययको लेखा र तत्सम्बन्धी हिसाब किताब जुनसुकै बखत जाँच्न र जचाउन सक्नेछ भनेर भनिएको छ। अधिकार प्रत्यावर्जनको जस्तै विभिन्न आयोगको गठनहरूको विभिन्न आयोगको पढ्दाखेरि आयोग सम्बन्धी पढ्दाखेरि हैन हामी अधिकार प्रत्यावर्जनको कुरा गर्छौँ हैन। अधिकार प्रत्यावर्जनको सम्बन्धमा आयोगले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम आफूलाई प्राप्त भएको केही अधिकार आवश्यकता अनुसार हेर्नुहोस् है, यो ऐनले के भने प्रत्यावर्जनमा के भनेको छ यो स्पष्ट बुझ्नुहोस्। हेर्नुहोस्, यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम आफूलाई प्राप्त भएको केही अधिकार आवश्यकता अनुसार अध्यक्ष, सदस्य, सचिव, आयोगको समिति वा उपसमिति पनि हामी गठन गर्न सक्नेछ भनेको छौँ नि। ती समिति र उपसमिति र वा अन्य कुनै कर्मचारीले प्रत्यावर्जन गर्न सक्नेछ भनेर भन्यो। अनि अन्तिमतिर छौँ हैन। दफा 18 हेरौँ, नेपाल सरकारसँग सम्पर्क भनेर भनेको छ हैन। यो चाहिँ आयोगले नेपाल सरकारसँग सम्पर्क राख्दा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मार्फत राख्नुपर्नेछ भनेर भनेको छ। यो समन्वय राख्दछ। त्रिभुवन ऐनमा पनि विश्वविद्यालयले त्रिभुवन विश्वविद्यालय नेपाल सरकारसँग सम्पर्क राख्दा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मार्फत राख्नुपर्नेछ भनेर भनिएको छ। त्यसै गरेर यहाँ पनि नेपाल सरकारसँग सम्पर्क राख्दा विश्वविद्यालय यो आयोग हैन, अनुदान आयोगले पनि नेपाल सरकारसँग सम्पर्क राख्दा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मार्फत राख्नुपर्नेछ। नियम बनाउने अधिकार भनेर भनेको छ हैन, जसबाट विभिन्न किसिमका नियमहरू बनाउन सक्नेछ हैन। त्यो चाहिँ यस ऐनको उद्देश्य पूर्तिको लागि हैन। यो ऐनको उद्देश्य के हो त हैन, त्यो उद्देश्य पूर्तिको लागि आयोगले आवश्यक नियम बनाउन सक्नेछ र नेपाल सरकारबाट स्वीकृत भएपछि मात्र त्यस्तो नियम लागू हुनेछ भनेर चाहिँ यतिन्जेल भिडियो हेरेर समय दिनुभएकोमा धन्यवाद। यदि मन पर्यो भने लाइक र सेयर गर्न नबिर्सिनुहोला। तपाईँको प्रतिक्रिया तल कमेन्टमा लेख्न सक्नुहुनेछ, हामी अवश्य पढ्नेछौँ। अझै यस्तै उपयोगी भिडियोहरू हेर्नका लागि हाम्रो च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोला, साथै बेल आइकन थिच्न पनि नभुल्नुहोला। अर्को भिडियोमा फेरि भेटौँला। नमस्कार।